भनेको कृष्ण दाई खोइ भने भनी हुनुहुन्थ्यो। उहाँहरूको आदि टिम वाद्यवादक टिम 2:30 बजे नै आउनु भएको हो। दाजु नमस्ते। सीताराम दाहाल दाई, दीपक दाहाल दाई अनि त्यसै गरी कुमार मणि गजरेल अनि सम्पूर्ण टिमलाई, कपिल कार्की सम्पूर्ण टिमलाई विशेष धन्यवाद। हाम्रो घनश्यामजी पनि आइपुग्नु भएको छ। यसो गर्नु पर्यो कृष्ण दाई, यहाँ परिचय चाहिँ गर्नु पर्यो पहिला त्यो फोटो भन्दा पनि, किनभने यहाँको आवाज नसुनेर धेरै दर्शक श्रोताहरू बाहिरै अलमलमा पर्नु भएको छ। आदरणीय सञ्चारकर्मी र आफैमा उद्घोषक हुनुहुन्छ चन्द्रमणि गौतमज्यूलाई निश्चय आदर गर्न चाहन्छु। दाइ एकचोटि हजुरको मुखार बिन्दुबाट इन्द्रणीमा जसरी हजुरले आवाज दिनुहुन्छ अनि सबै टेलिभिजन खोल्नुहुन्छ दर्शक श्रोताहरूले, त्यसै गरी यहाँको चाहिँ बाहिर रहनु भएको दर्शक श्रोताहरूलाई अब यहाँको आवाजबाटै यहाँको उपस्थिति भइसकेको उत्कृष्ट सहित आमन्त्रण गर्नु पर्यो अनि हामी सुरुवात गर्छौँ। एकचोटि इन्द्रणी टिम अनि कृष्ण गणेशज्यूको लागि जोरदार ताली रहला प्लिज। कागेश्वरी मनोहरा मूलपानी, कागेश्वरी मनोहरा मूलपानी, इन्द्रणीमा भाकै छ चिन्जाने। कागेश्वरी मनोहरा मूलपानी, इन्द्रणीमै भएको छ चिन्जाने, इन्द्रणीमै भएको छ चिन्जाने। आमा बुबा दाजुभाइ दिदी बहिनीहरू हजुर मात्रै हो कि यहाँ आउनुहुन्छ अरू? सबजनालाई बोलाउनु चौरभरि अहिले, घर घर फोन गर्नुहोस् है खबर गरेँ मैले। कागेश्वरी मनोहरा मूलपानी, इन्द्रणीमै भएको छ चिन्जा। जथाभावी फोहोर भए आउँछन् ढ्याङ्का ढ्याङ। जोरदार ताली दिउँ। हार्दिक हार्दिक स्वागत छ हाम्रा आदरणीय पूजनीय ढोगनीय सम्माननीय माननीय हामी भन्दा बुढा बुढी बुवा आमालाई भक्कै ढोग्छ अनि हामी जस्तै उमेरकालाई हार्दिक हार्दिक सम्मान अनि साना साना नानीहरूलाई शुभकामना। मलाई विश्वास छ यति मिठो स्वर भएको रमेश श्रेष्ठ मेलोडीको